आदरणीय कृषक दाजुभाइ तथा दिदीबहिनीहरू, यो चाहिँ बेलाका नगरपालिकामा लगाइएको तोरी खेती हो। यो छिमलै छिमल लटलटको तोरी छ। यहाँ यो फुल झरेर अब ठिक्क कोसा लागिरहेछ। यो त चाहिँ पाकिसकेको छ, पाकेर ढलिसकेको छ। यो तोरी लगभग 2 बिघा जति यहाँ छ। अनि उता यो मकै राम राम राम, यताबाट पस्नै हुँदैन है। यो के हो? त्यसै मान्छे बौलाउँदैनन्। हो त्यहाँ बस्छ न एकछिन, ब्रेक लिइरहेछ। उहाँ चाहिँ मेन कृषकको श्रीमती। हाम्रो संयुक्त एकदम पृथक प्रयासले आज यतिकै स्कुलबाट आएर चाहिँ अब यी डोकोसोको टिपेर बाख्रालाई यो खोले पकाउने चाहिँ यहाँ घाँस काट्दैछन्। तोरी पनि लहलह छ। यता पाकेर ढलिसकेको छ। यता अब मकै हेर्नुहुन्छ भने फेरि त्यस्तै छ हौ। मकै यो चाहिँ घमण्डै गरे जस्तो छ। फेरि धेरै राम्रो छ। यो मेहनतको फल हो। यो भन्दा यो 33-55 पाइनियर मकै हो। यो 15 दिन, योभन्दा 15 दिन पछाडिका चाहिँ यो 1 बिघा लगाएको छ। यो पनि 101 भएर आइरहेको छ बिरुवा। यस्तै छ किसान। यहाँ है त तोरको ब्रेक लिइरहेको छ। यो चाहिँ तोर पनि यस्तै छ हौ। फेरि ल हेर्नु होला। यतिको तोरी फलाएको र मकै भएकोमा के भन्न चाहन्छु? गर्दा केही हुँदैन। घोकन्ते विद्या धावन्ते खेतीको परिणाम हो यो। हो, वरिपरि सबै डढेर गइरहेछ। अब यतिको निकाल्नु भनेको मेरो बुढा चाहिँ कृषि विज्ञ जस्तो नै लाग्यो क्या मलाई चाहिँ। ल ओके, धन्यवाद।